हेलो वेलकम टु माई मिनी ब्लग साथीहरू। यो चाहिँ मेरो क्याम्पको सफालेको अनि मैले चाहिँ आज तरकारी बनाउन लाग्यो। यो चाहिँ मैले आलु धनियाँ प्याजहरू पखाल्दैछु साथीहरू, हेर्न सक्नुहुन्छ। धनियाँले पखालेँ, त्यसपछि मैले खालमा राखेँ अनि धनियाँ अझै पखाल्नु पर्छ नि त राम्रोसँग। अब फुलहरू हुन्छ, माटोहरू हुन्छ अनि मैले चाहिँ पखालिसकेँ अनि मैले किचनमा ल्याएँ अनि खुर्सानी र लसुनहरू चाहिँ उखालमा थिचेको मलाई कस्तो टेस्टी लाग्छ कि साथीहरू, त्यही भएर मैले लसुन खुर्सानी अदुवा उखालमा हालेँ। त्यसपछि थिचिसकेँ अनि यता चाहिँ हेर्न सक्नुहुन्छ प्याजहरू टमाटरहरू सबै काटेर रेडी बनाइसकेँ साथीहरू। अनि यता चाहिँ मैले अघि नै आलु र अन्डा उसानिसकेको थिएँ ग्यासमा अनि पाकिसक्यो अझै अनि निकालेँ। त्यसपछि तेल हालेँ अनि त्यो त उसहरू पड्काएँ, त्यसपछि प्याजको पत्ता हालेँ। त्यसपछि मैले चलाएँ अनि त्यसपछि ब्राउन कलरको चाहिँ बनाइरहेको थिएँ मैले प्याज र प्याजको पत्ता चाहिँ चलाउँदै त्यसपछि खुर्सानी हालेँ मैले। खुर्सानी अदुवा थिचेको फेरि चलाएँ साथीहरू, चलाउँदै गरेँ। अनि त्यसपछि साथीहरू मैले चलाएर यस्तो पेस्ट गरेँ, टमाटर हालेँ अनि ग्रेभी बनाएँ त्यसको अनि आलु हालेँ अनि यस्तो दामी देखिँदै होइन साथीहरू, हेर्न सक्नुहुन्छ अनि त्यहाँबाट ग्रेभी भयो, आलुलाई हल्का फोडेँ त्यो पिरोहरूसँग मोल्न दिएँ। त्यसपछि पिरोहरूसँग मोल्न दिइसकेपछि थोरै पानी हालेँ मैले अनि पानी हालेर फेरि चलाएर हल्का चलाइदिएँ। ग्रेभी टाइपको बनाएँ अनि बनाइसकेपछि अनि मैले अन्डा राख्छु साथीहरू, अन्डा राखिदिएँ साथीहरू अनि अन्डा रहेर अनि मैले एकछिन पक्न दिएँ फेरि चलाएँ। मेरो चाहिँ तरकारी बनाएर चाहिँ धेरै चलाउने बानीहरू छ क्या साथीहरू। अनि त्यसपछि लास्टमा पाकिसकेपछि मैले माथिबाट धनियाँ हालिदिन्छु साथीहरू। फाइनली मेरो तरकारी रेडी हुन्छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।